हेलो नमस्ते खामरी म टासिद लेक स्वागत छ हजुरलाई। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर। साथीहरु आज चाहिँ हामी बिहानै लिङदुम गुम्पा आएको हो। आइ पनि पुगिसके साथीहरु। आनुमको गाडी थियो, आनुम पनि जानु हुने रे लिङदुम गुम्पामा। आज चाहिँ साथीहरु लिङदुम गुम्पामा चाहिँ वाङ थियो नि त, अनि त्यही भएर हामी चाहिँ लिङदुम गुम्पामा आइरहेको छु साथीहरु। यो भिडियो चाहिँ मेरो तर हिजोको हो, तर आज मात्रै अपलोड गर्दैछु साथीहरु। अनि हिजो चाहिँ पुरा ढिलो पनि आइपुग्यो हो घरमा, वाङहरु थापेर। अनि घर आउँदाखेरि ढिलो भएको थियो, अनि पुरै थाकिरहेको पनि थियो हो। अनि त्यही भएर चाहिँ आज मात्रै अपलोड गर्दैछु, माफ गरेर तपाईहरुले हेर्दिनुहुन्छ होला भनेर। हामी चाहिँ गुम्पा आइपुग्यो पछि चाहिँ मानीहरु गुमाए हो। त्यहाँबाट एकछिन पर्खिरहेको छु। आनुम चाहिँ फेरि बाउजूहरुलाई लिनु जानु भएको छ नि त, अगाडि हामीलाई ल्यायो, त्यहाँबाट फेरि अर्को बाउजूहरुलाई लिनु जानु भएको छ। अनि हामी चाहिँ यतातिर घुम्दै थिए साथीहरु। यताउति एकदमै रमाइलो रहेछ हो। तपाईहरु पनि घुम्न आउनु होला। लिङदुम गुम्पा एकदमै रमाइलो सुन्दर हो, हेर्दा नै एकदमै रमाइलो लागेर हेर्नुस् साथीहरु नजारा। अनि यहाँनिर बैयाहरुले पनि भिडियोहरु सायद ब्लगहरु बनाउनु भएको होला, ब्लगहरु बनाउनु हुँदै रहेछ। अनि हामी सबैजना भेला भयो, आनम अनि बहिनीहरु पनि बाउजूहरु पनि सबैजना आइसक्नु भयो नि त। अनि त्यहाँबाट चाहिँ हामी चाहिँ गुम्पा तीन चोटी करा गर्दैछु है। यहाँनिर चाहिँ मैले बहिनीलाई जिस्काउँदै थिएँ, यता हेर्नु तिम्रो हस्बेन्डलाई देखाउनु पर्छ भनेर। उसको हस्बेन्ड चाहिँ बाहिर छ नि त, अनि त्यही भएर बहिनी चाहिँ अहिले घर आइरहेको छ। अनि त्यही भएर अब 1-2 दिनमा जानुहुन्छ होला। अनि मैले चाहिँ यता हेर्नु नि के भन्छ हस्बेन्डलाई देखाइदिन्छु भनेर मैले भन्दै थिएँ नि त। अनि जिस्किने हामी चाहिँ मानी गर्दै कराहरू पनि गर्दै थिएँ हो साथीहरु। अनि यहाँनिर चाहिँ फुलहरू पनि एकदमै रमाइलो फुलेर एकदमै रमाइलो देखिरहेको रहेछ। अनि हामी चाहिँ यहाँनिर शीतल ठाउँ रहेछ नि त, अनि यहाँनिर शीतल ठाउँमा बसेर गफ गर्दै थिएँ। अनि आनमहरु चाहिँ मानीहरु गर्नुहुँदैछ हो। यहाँनिर चाहिँ शीतल छ नि त, घाम चाहिँ एकदमै चर्को छ हो साथीहरु। त्यही भएर हामीलाई शीतल ठाउँ पनि पाएर चाहिँ एकदमै खुसी लागिरहेको थियो। अब चाहिँ रिमुचिला पनि आउनु भयो साथीहरु। रिमुचिला पनि आइसक्नु भयो साथीहरु। अनि थुप्रो मान्छेहरुको पनि भिड भयो। आधी चाहिँ गुम्पा भित्रै बस्नु भयो नि त, गुम्पा ड्याममै भित्र चाहिँ ड्याममै भइरहेको थियो। हामी चाहिँ गुम्पा भित्र बसेन है, नानीहरु यताउता कुदिबस्छ। अनि त्यही भएर नानीहरु हेर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ बाहिरै बसिरहेको छु साथीहरु। आधी बाहिर आधी चाहिँ भित्र बसिरहेको छ हो। अनि लामालाहरूले चियाहरू पनि बिचारा बाँटिदिनु भयो। यस्तो घाममा दुःख नमानिकन हामीलाई चियाहरू खाजाहरू बाटेर दिनुभयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब चाहिँ साथीहरु हामी चाहिँ वाङ स्टार्ट भइसक्यो। वाङको लागि चाहिँ हामी चाहिँ लाइन बसिरहेको छु। हेर्नुस् भित्र पनि पुरा छ मान्छे, अनि बाहिर पनि पुरा छ हो। हामी चाहिँ साथीहरु वाङ पनि थापिसक्यो। अनि अब लामालाहरूलाई दिँदै भित्र जानु हुँदैछ रिमुचिलाहरू अनि लामालाहरू। अनि वाङ पनि थाप्नु पायो भनेर एकदमै खुसी लागिरहेको थियो हो साथीहरु। अनि हामी चाहिँ वाङ पनि थापिसकेर चाहिँ अब चाहिँ घर जाने साथीहरु। हेर्नुस् यहाँनिर अब चाहिँ फोटो खिच्नुपर्छ, ग्रुपिङ फोटो भनेर चाहिँ यहाँ बाउजूहरु चाहिँ नानीहरु बोकेर बसिरहनु भएको छ नि त। यहाँनिर 1-2 फोटो खिचेर चाहिँ हामी चाहिँ घर लाग्यौँ है साथीहरु। अनि एकदमै खुसी लागिरहेको थियो है मलाई चाहिँ वाङहरु थाप्नु पाएर चाहिँ। अनि हामी चाहिँ सबैजना गफ गर्दै घर जाँदैछु साथीहरु। फेरि पनि भेट्नेछु हजुरलाई अर्को भिडियो।